Namaste everybody. This is me Lakshmi Paudel from Norway. यो चाहिँ हामी चाहिँ युलाफ्टेन यानि कि क्रिसमस इभको दिन हामी चाहिँ एउटा सानो छोटो ट्रिप गएको थियौँ। नर्वे भित्र नै हो, ओस्लोबाट अलमोस्ट 2 आवर जस्तो ड्राइभमा चाहिँ गएको थियौँ। त्यही ट्रिपको चाहिँ अलि फोटो क्लिप्सहरू भिडियोजहरू चाहिँ हामीले लिएको थियौँ। त्यही एड गरेर चाहिँ एउटा सानो मेमोरी क्रिएट गरेको। हामी चाहिँ फ्रेडिक्स्टाड हुँदै हाल्देन गएको थियौँ। यो चाहिँ फोर्ट हो जहाँ बाबु उभिरहेको छ। यहाँबाट चाहिँ पहिला चाहिँ एक्ज्याक्टली सबै उस त मैले अब नहेरिकन राखेँ होइन, तर यहाँबाट चाहिँ पहिला चाहिँ लडाइँहरू भएको थियो, फाइटहरू गरेको थियो अरे। एकदम हाइटमा छ यो, अनि सबै वरिपरि सबै चारैतिर चाहिँ भ्युज राम्रो देख्छ। एन्ड सबै कुराहरू चाहिँ त्यो वारसँग रिलेटेड मेमोरिजहरू चाहिँ यहाँ थियो। अब हामी त्यहाँ पुग्दाखेरि लगभग 4 बजेको थियो होला होइन अद्विक? 4 बजेको थियो अनि बेलुकै हुन लागिसकेको थियो, यस्तो खालको थियो। त्यही भएर चाहिँ सबै भित्र गएर सबै स्टडी गर्ने हेर्ने त्यस्तो त पाएनौँ, तर एकदमै राम्रो थियो यो ठाउँ। ल हेर्नु होइन, यति राम्रो थियो यो विन्टरमा पनि। ल 24 डिसेम्बरमा खिचेको पिक्चरहरू, यहाँ दिदीबहिनीहरू पनि फोटोहरू खिच्दै हुनुहुन्छ। अनि हामीले चाहिँ प्रमिस्ड गऱ्यौँ कि फेरि समरमा आउने एकपटक भनेर। जाने बाटो पनि यस्तो राम्रो थियो, स्मल टाउन होइन। ल त बाबु यहाँ हिँड्न ट्राई गरिरहेछ। यहाँ मेरो बुढो, हाम्रो अनि दिस इज द भ्यू। अनि हामी चाहिँ त्यहाँ चिया लग्दो थियो बिपनाले, अनि हामी सानो चिया ब्रेक गऱ्यौँ। बाबुलाई चाहिँ त्यहाँ बाबु लड्यो पनि, लडेर घाउ नै भयो, उसको त दागै लागिसक्यो। चिया खाएको विथ द भ्यू। ल त्यहाँ हेर्नु न, मुन देखेको, क्रिसेन्ट मुन भन्छ नि, सानो मुन। हामी यहाँ चिया खाइरहेको, चिया खाएको फेरि रेकर्ड गरेको। Oh my god, I was not over with the view. It was so fabulous, wonderful view. अनि हामी आयौँ बेलुका, यस्तो सुन्तला रङको स्काई थियो। घरमा आउने बाटोमा चाहिँ बाबुलाई चाहिँ बर्गर किङ खानु पर्यो। त्यो 24 डिसेम्बर भएको भएर सबै पसलहरू केही पनि खुला थिएन। बाबुको यस्तो खालको दाग परेको थियो। अनि उसले चाहिँ घरतिर आउने बेलामा चाहिँ युरिनेसन भेटायो। अनि हामी फेरि बिपनाकोमा चाहिँ सानो फेस्ट गऱ्यौँ, खायौँ खानेकुराहरू।